So the second one. Second one, yeah? Yes. The second one, right? Now we are going to level 2. हाम्रो भिल्लामा ल कस्तो छ है त ओ आए यताबाट ल हाम्रो भिल्ला है लाजहरू एक्साइटेड हो सही हो ल सही केटा हो कता छ हामी कता खोइ त सुई ल सबैजना आज चाहिँ अब हाम्रो होलिडे चाहिँ मदिरा पोर्चुगलमा हुँदैछ अनि वी गन गेट अ कार हैन हाम्रो साथी केटाहरूले यहाँ 9 सिटर कार बुक गरेछ अनि हामी चाहिँ त्यसपछि हाम्रो एयरबिएनबी चट्ट लाएर एयरबिएनबीतिर चल्दिने हो यहाँ यकिन कस्तो लागिरहेछ अहिलेसम्म एकदम टेम्परेचर यस्तो पर्फेक्ट शीतल है त्यही त हैन पर्फेक्ट टी-शर्ट वेदर हैन चट्ट त्यही त अनि यहाँ सुसुमान छ सुसुमान हेलो सुसुमान हेलो हाम्रो सारुमान हेलो टु माई ब्लग सारुमान छ यता चाहिँ पारिमान यस यता चाहिँ यहाँ डन चाहिँ अर्को सन्जु बाबा ल केटाहरू कता हो गाडी खोजौँ ल केटोजहरूले अब साथीहरूले यहाँ गाडी भेट्यो हाम्रो 9 सिटर हैन पहिलाको लास्ट टाइम होलिडे जाँदाखेरि चाहिँ हामी 2टा गाडीमा गएको थियो यसपालि चाहिँ केटाहरू जङ्गेर सबैजना 9 सिटरमा जाने भनेर चाहिँ 9 सिटर बुक गरेछ है ल केटाहरू हाम्रो ड्राइभरहरू यहाँ चङ्गुमान यमन सरोजमान है खतरा यहाँ टोकियो ड्रिफ्ट ड्राइभरहरू छ है यहाँ ल हाम्रो ड्राइभरमा यहाँ सिट चट्ट अब एसी लाएर यहाँ सर्टगन केटाहरू छिरिसकेछ त के ओहो ल एसी लाएर जानुपर्छ ल केटाहरू ल रेडी हो अब ट्रिप स्टार्ट भयो त ल मदिरामा सुई हान्नुपर्छ होइन दिपक सुई हो सही हो ल छिरम ल केटाहरू ल फर्स्ट मिसन चाहिँ सुपर मार्केट खोजेर होइन खाना साझा लिएर अनि त्यसपछि चाहिँ हाम्रो टक्क एयरबिएनबीमा जाने एयरबिएनबी पनि केटाहरूले खतरा बुक गरेछ है स्विमिङ पुल भएको त्यस्तो होइन एकछिनमा देखिन्छ जस देखाउने छु हेरिराख्नु है त ल केटाहरूलाई भोक लागेछ आफ्टर 3.5 hours फ्लाइट खानेकुरा सट्ट यहाँ हामी सपिङ सेन्टरतिर आएछ अब यकिन चाहिँ आज चाहिँ चिकन खाने हो कि भिगन खाने हो त भिगनै खाने हो ल हाम्रो यकिन साथी चाहिँ भिगन हो ऊ चाहिँ होइन सेभ द प्लानेट सेभ द अर्थ त्यही भएर भिगन all about इटिङ भिगन for him केटाहरू प्रोटिन कार्ब्स अन्डाहरूको हन्टमा छ अहिलेसम्म चाहिँ बर्गर सर्गर होइन भइसक्यो ल अन्डा पनि भेट्यो ल अर्को अन्डा हन्ट 3 क्रेट होइन 2 क्रेटले पुग्छ होला 3 क्रेटले चाहिन्छ होला नि त्यत्रो धेरै अन्डा खान्छ केटाहरूले हाम्रो सबसे फर्स्ट खानेकुरा चाहिँ है आइसक्रिम हाम्रो डेस्टिनेसन सेट भयो बजेला मजाले गएर रिल्याक्स एन्ड अनवाइन्ड होइन अनप्याक हाम्रो बिल ल सुपर मार्केटको बिल फर्स्ट वान कति छ टोटल देखाइदिनु न 200 euro. 200 euro. अब चाहिँ हामी हाम्रो एयरबिएनबीमा पुग्यो केटाहरूको पहिला कार पार्कमा होइन अब एयरबिएनबी चाहिँ भित्र गएपछि एक्सप्लोर गरौँ है केटाहरूले अलिकति राम्रो खालको एयरबिएनबी बुक गरेछ यसपालि अलिकति पैसा धेरै तिरेर ल्याड्सहरू सबै एक्साइटेड होइन स्विमिङ खेल्ने ल अब चट्ट भयो त्यति भयो हुन्छ ल सही हो ल नाइस लेभल 2 है नाज गोइङ टु लेभल 2 हाम्रो भिल्लामा ल कस्तो छ है त ओ आए यताबाट ल हाम्रो भिल्ला है हाम्रो होस्ट मार्ताले हामीलाई देखाउँदैछ सबै रुमहरू दिस इज द लिभिङ रुम नाइस मदिरा वाइन ओके ल हाम्रो लागि मदिरा वाइन र कुकिज पनि रहेछ
पेन्टिङ पनि खतरा रहेछ त हेर त यहाँ दिपक यो पेन्टिङ लगेर बेच्यो भने कति पैसा आउँछ 100 पाउन्ड त आउँछ मिनिमम है बेडरुमहरू बेडरुम भ्यू पनि खतरा रहेछ है ल यता इनबिल्ट अनस्विट सावर यताको भ्यू पनि राम्रो छ है एकदम दिस इज लाइक लास्ट बुक द गुड प्लेस है अझै एक्सप्लोर गर्दैछ है यहाँ बेडरुमदेखि डाइरेक्ट निस्किनु मिल्ने रहेछ कि गार्डन हाम्रो होस्ट मजाले अझै देखाउँदैछ के छ भनेर यहाँ दिस इज द अदर वान अदर बेडरुम ल यो चाहिँ लास्ट बेडरुम यो चाहिँ अलिकति सिक्लुडेड रहेछ है Hope you enjoy your stay here. थ्याङ्क यू Thank you. स्विमिङ पुल खतरा ठाउँमा छ है ल स्विमिङ पुल हेर्नु त इन्फिनिटी पुल जस्तै छ यस्तो ल केटाहरूले यहाँ स्विमिङ हान्छ अब डाइभ हान्छ है ल राम्रो ठाउँमा रहेछ है टक्क माथि फुन्चलको माथि होइन भ्यू पनि लुक एट अल दिस भ्यू सही हो यो भिल्ला किन्नु पऱ्यो भने महँगो छ होला है जस्ट टु रेन्ट इज लाइक कति 1700 पाउन्ड होइन लाजहरू एक्साइटेड हो सही हो ल सही हो अब रिल्याक्स चिल एन्ड रिल्याक्स स्टार्ट हुन्छ है एकछिनमा ल यहाँ भिडियो खिच्नुपर्छ अहिले भिडियो खिच्नुपर्छ है यहाँ डाइभ हान्दै अर्को होइन स्न्याक्स लन्च जे भने नि होइन बर्गर रेडी हुँदैछ हाम्रो इट फुड होइन अनि रिल्याक्स एन्ड चिल होइन पहिला स्विमिङ नै हान्ने होला नि त हो सही ल सही हो यता बर्गर हाम्रो चिकन बर्गर चाहिँ रेडी हुँदैछ है ल ल यो चाहिँ सबसे मिठी अब केटाहरूलाई नै हो ल फर्स्ट कम फर्स्ट सर्भ ल चेस ल पिज्जा खाइसक्यो अब यो चाहिँ हाम्रो सेकेन्ड फुड अनि खाएपछि एकछिनमा स्विमिङ हान्नु जानुपर्छ केटा के गरिदियो स्विमिङ पुलमा स्विमिङ गरिदियो चिसो छ कि तातो छ न्यानो छ चिल्याक्स भइरहेछ इन्फिनिटी पुल जस्तै त्यहाँदेखि भ्यू देख्छ यस्तरी हेऱ्यो भने के हो पार्टी मोडमा त्यहाँ वाइन लिएर ल वाइन फोटेर खाइदियो त्यही ट्याङ्की ल सही हो ल भ्यू यही हो नि त होलिडे भनेको होइन केटा हो होलिडे भनेको त यस्तो हो नि त सही हो ल अब नेक्स्ट म ल पुन्चल भ्यू है जस हाम्रो होलिडे राम्रो चल्दैछ आजको एम चाहिँ जस्ट चिल रिल्याक्स एन्ड ह्याभ फन विथ द ल्याड्स होइन केटाहरू ल्याड्सहरू अब स्विमिङ हान्नुपर्छ ल उल्टी हाने ल सही हो ल नेक्स्ट वान ल सुशान्तको उल्टी सही हो ल यकिन उल्टी 1 2 3 go Timo 3 go let's go Zlatan Ibrahimovic next let's go 2 3 go सही दियो तर डाइल चाहिँ सही दियो रेडी 1 2 3 go हाम्रो
नयाँ दुल्हा है नयाँ दुल्हा चिल हान्दैछ है चिल ठिक छस् सही हो यहाँ क्रिस्टियानो छ है अर्को पनि यहाँ खेल्नु पर्यो नि ब्रो यस्तो पुसमा आएर यकियानो छ है यस्तो हो नि त अब फेरि केटाहरू यहाँ होइन मदिरामा पोर्चुगलमा क्रिस्टियानो रोनाल्डोको होम टाउनमा आएर होइन CR7 भाइब्स चलिरहेछ यहाँ CR7 को हावा चलिरहेछ क्रिस्टियानो रोनाल्डोको म्युजियम भएको एरिया अब हामी चाहिँ त्यतातिर बिस्तारै गइन्छ अनि एक्सप्लोर हुन्छ little bit more and maybe do some shopping हैन Let's going back in the car back in the van केटाहरूको अहिले चाहिँ मिसन भइरहेछ यहाँ कारबा खोज्नुलाई सानो गाडी भएको अघि भइसक्दै त्यहाँ त्यो अघिको इधरमा ओइ टाइट चाहिँ टाइट बिस्तारै बिस्तारै केटाहरू बिस्तारै टाइट चाहिँ टाइट ल केटाहरूको आजको यहाँ सेन्ट्रलमा पार्क गर्ने नै मिसन हुँदैछ है फेरि राउन्ड टाइट चाहिँ टाइट बिस्तारै बिस्तारै केटाहरू बिस्तारै अगाडि पनि फेरि अब्स्टेकलहरू छ है बिस्तारै केटाहरू निस्केर झर एकछिन ल छिरो एकछिन रोक ल केटाहरूले गाइड गर्नु पर्यो है ल दिपक एडभेन्चरै भयो आज भएको स्क्रच सुरुमै हेरेन केटाहरूले तर ठोकेको त कहीँ सुने छैन है ल केटाहरूको आज दिपक यता नि हेर है दिपक यता नि हेर न फाइनली केटाहरू धरापबाट निस्क्यो होइन धरापबाट निस्क्यो सही एडभेन्चर भइरहेछ यहाँ जस होइन सेन्टरमा गाडीभित्र झन्डै एक्सिडेन्ट नि भयो त्यहाँ केटाहरूले झन्डै मेन बाटो भेट्छ फेरि तर जस ड्राइभिङ स्किल खतरा छ हाम्रो केटाहरूको टिमवर्क ल अब चाहिँ कार पार्क फेरि खोलिन्छ अब चाहिँ कार पार्कतिर पुगिन्छ है ल केटाहरूले फाइनली कार पार्क भेट्यो है मिसन भन्दैन पछाडि आजको मिसन भन्दै पछाडि सबसे पछाडि ल केटाहरूको आज 9 सिटर भ्यानमा मिसन भयो है मिनी मिसन झन्डै बाटोतिर कता गाडी कुद्यो है जाऊ मदिराको स्ट्रिटमा पुन्चाल सेन्ट्रलतिर केटाहरूसँग अब पबहरू खाने ठाउँ होइन हरियो परियो खोज्दै हिँडिरहेछ केटाहरू पछाडि भिडियो सिडियो खिच्दै क्रिस्टियानो रोनाल्डो यो बाटो हिँडेको थियो कि थिएन होला हिँडेको थियो क्रिस्टियानो रोनाल्डो हिँडेको थियो नि त दिपक सुई हान्दियो नि त सुई हान्दियो त सुई उडेर सुई हान्दियो न सुई हो सही हो ल अब चाहिँ पबहरू भएको एरियातिर पुग्नु लाग्यो जस्तो छ है के ल्याउने बिर्स्यो बिजी एरियातिर पुगेछ है के फुच्चेहरू क्या बच्चाहरू हेरेर नि यहाँ रक्सी खाँदै बसिरहेछ कि बियर है त्यो त हेर्दाखेरि यिनीहरू त लाइक भर्खरै 16-17 जस्तो छ त हेर न यता है त्यही त के हो यहाँ फुन्चक मदिरामा त सानो बच्चाहरू पनि रक्सी खाँदै बस्ने रहेछ त त्यही त यस्तो हेर्दाखेरि तिनीहरू 16 त्यस्तो वर्ष जस्तो थियो है सब बियर खाँदै उस गर्दै बसिरहेको रहेछ त यङ्स्टरहरू ल अहिले चाहिँ हामी यहाँ फुन्चलको यो पार्क सी साइडतिर घुम्दै हो चिल रहेछ एकदम शीतल हावा चलिरहेछ पर्फेक्ट वेदर छ टिसर वेदर मदिरामा अहिले चाहिँ अनि जहाँ पनि हिँड्दाखेरि चाहिँ होइन क्रिस्टियानो रोनाल्डोको थिमहरू देख्ने कि फुटबलको अब हेर्नु न यतै हेर्नु है फेरि
यहाँ पनि फुटबलकै थिम भएको हेर्नु न जहाँ पनि फुटबल हान्नु लागेको जस्तो है कुद्नु लागेको जस्तो जता पनि क्रिस्टियानो रोनाल्डोको एकदम यता मदिरा फुन्चलमा इन्फ्लुएन्स रहेछ है क्रिस्टियानो रोनाल्डोको नाम स्ट्याचु म्युजियम एभ्रिथिङ यहाँ चाहिँ कोफ रेस्तो जस्तो रहेछ होइन सी साइडमा टन्न मान्छेहरू के लुक्स लाइक लोकलहरू अनि अहिले चाहिँ हामी चाहिँ यता चाहिँ केबल कार जाने पनि रहेछ केबल कार जाने ठाउँ अहिले चाहिँ हामी एक्सप्लोर गर्दै सी साइडतिर क्रिस्टियानो रोनाल्डोको म्युजियम खोज्दै जाँदैछौँ लेट्स गो है त कस्तो छ म्युजियम ल यहाँ जाँदा जाँदै हामीले यहाँ आउटडोर जिम्नी भेटेछ अनि यहाँ हाम्रो यकिन भिगन मसल म्यानले चाहिँ यहाँ डिप्स हान्दैछ है डिप्स पावर्ड बाई के हो भिगन ससेज पावर्ड बाई भिगन ससेज यहाँ अर्को नयाँ बेहुला यहाँ ल क्रन्चेस हान्थ्यो क्रन्चेस ल छिटो सुई ल क्विक पम्प केटाहरू क्विक पम्प हान्नु पऱ्यो नि यहाँ बिचमा जानुभन्दा अगाडि ल केटाहरू छ यहाँ दिपकको चाहिँ छ यहाँ ल पावर केटाहरू वर्कआउट हान्नुपर्छ वर्कआउट ल पम्प हान्नु पऱ्यो पम्प ल ल सही हो यहाँ रहेछ यहाँ हेर त यहाँ बेन्च प्रेस हान्ने सुतेर हान्न त्यहाँ इन्क्लाइन बेन्च यता चाहिँ यो तान्ने रहेछ ब्याकवर्ड केटाले फेरि अपोजिटमा चाहिँ यहाँ ब्याक वर्कआउट गर्ने रहेछ क्या वेट नि थप होइन त्यो वेट सबै यता थप्दियो ल ल ह्युमन वेट है ह्युमन वेट केटाहरूको वर्कआउट हुँदैछ यहाँ वान रेप छोडिदिँदैछ फेरि वान रेप ल वान रेप हो ल अब चढेँ ल एकचोटि चढ त अब वर्कआउट है वर्कआउट पम्प हुँदैछ यहाँ पम्प सही हो केटाहरूको एनर्जी छ यता पछाडि चाहिँ के होइन कहाँबाट के पोर्चुगल मदिरामा महात्मा गान्धीको स्ट्याचु रहेछ है यकिन कहाँबाट आएछ क्या अनएक्सपेक्टेड प्लेस टु फाइन्ड महात्मा गान्धी ल अब चाहिँ हामी क्रिस्टियानो रोनाल्डोको म्युजियम पुग्नु लाग्यो लेट्स सी है त के रहेछ भित्र यहाँको हिरो मेन हिरो द गाय हु मेड मदिरा पपुलर हो यहाँ छ क्रिस्टियानो रोनाल्डो पनि देखेको छैन कि ल CR7 को म्युजियम बाहिर यो छ है ल माथि चेक है ल सबैजना ल चेस lads क्याम्पे ल यो कट द कोर स्क्रैच काट्ने रहेछ के हो काने काम जित्ने हो कि हैन के जित्यो भन्ने winners so we all won something we all won something t-shirt 2 cups केटाहरुले के हो क्रिस्टियानो रोनाल्डोको बारमा आएर त के जित्यो त जित्यो ल एकैछिन ल बियर खाएर देखाइदियो त कसरी इन्जोय गर्दै हैन
enjoy दिँदैकै यसको enjoy everything झ्याम्पे हान्दैन नि घ्याम्पे चाहिँ हान्ने होइन इन्जोय गर्नुको लागि लाइट खानुपर्छ लाइट ल अब चाहिँ vegan chips fries vegan fries केटाहरूले खानेकुरा नट द बेस्ट तर मेरो जुट्या हातले बनाएको मेनिजको पुल बनाएर खान्थ्यो पुल मेनिज हो केचप एन्ड मेनिज falling in love with you. Nice one. Cristiano Ronaldo केटा हो जस म्युजियम चाहिँ बन्द रहेछ 5 बजे बन्द हुने रहेछ म्युजियम अनफोर्चुनेटली म्युजियम चाहिँ 5 बजेसम्म मात्र अब मन्डे आउनु मिल्छ बिफोर वी गो ब्याक वी गोना कम ब्याक टु द रेस्ट म्युजियम तर हामी चाहिँ वी had some beer and chips in the bar अब चाहिँ हामी नेपाली रेस्टुरेन्टमा नेपाली खानु जान लागेको छ केटाहरू है जस म्युजियम नघुमे पनि पारी यहाँ पबमा मजा आयो नि त होइन त्यही त अहिले चाहिँ यहाँदेखि चाहिँ यस्तो यो भ्यू चाहिँ अलिकति डिफ्रेन्ट टक्क बल्ल त्यही त क्यामेरामा इट डजन्ट डु जस्टिस होइन रियल लाइफमै है नेपालमा त खतरा ठाउँहरू छ नि मुस्ताङहरू मनाङ होइन गाउँतिर यता चाहिँ के हो पुरा उस रहेछ ट्र्याप कन्सर्ट हुँदो रहेछ माथि जस अब चाहिँ केटाहरू नेपाली रेस्टुरेन्टमा गएर मन्चिस हान्ने होइन पारी मोमो सोमो थाली साली सब खाइदिने हो नि अरू केटाहरू चाहिँ ऊ त्यहाँ आउँदैछ यहाँ के सानो सेरेमोनी हुँदो रहेछ यहाँ झन्डा झार्नेको लागि है यहाँ आर्मीहरूले यहाँ हल्का होइन पाइप बजाउँदै झार्दै रहेछ यहाँ बिल्डिङबाट पोर्चुगाले मदिराको सल्युट गरे सल्युट लकडाहरू यहाँ चुलो रेस्टुरेन्टमा आइपुग्यो होइन मदिरामा कुञ्जलमा चुलोमा होइन केटाहरूले डह्रो खाना मगाएको छ अब खानु सक्छ कि सक्दैन है एघारवटा मेन होइन अनि पार्टीको स्टार्टर मगाएको छ एक लिटर बियर है ल केटाहरू अब त्यही हो च्यालेन्ज है बत्तिस च्यालेन्ज जेस यता होइन मदिरामा पुञ्चलमा केटाहरूले नेपाली फर्स्ट डिनर होइन सही हो यता यहाँ फुटबल पनि छ चट्ट यहाँ दाइहरूले पकाउनु हुँदैछ अनि केटाहरूको एक लिटर बियर पनि आउँदैछ है ल एक लिटर बियर दाइहरूले यो खोल्नु भएको कति भयो यो रेस्टुरेन्ट 2 वर्ष चल्छ नेपालीहरू मात्र आउँछ कि अरू पनि आउँछ त विदेशी नै आउँछ सही हो ल सही हो केटा ल ल केटाहरूको स्टार्ट भयो अब होइन स्टार्टर बिस्तारी अब मेनहरू पनि आउँछ चटपटे नेपाली युज स्टार्टर ल लिम है त केटाहरू ल लियो है ल नेक्स्ट चाहिँ चिकन चिल्ली है केटाहरूले चटपटे चाहिँ क्विक सकाइदियो त अब चिकन चिल्ली है अब नेक्स्ट
कस्तो छ चिकन चिल्ली हो नेपाली भएपछि चिकन चिल्ली त मिठो लागिहाल्छ केटाहरूले चिकन चिल्ली पनि 1 मिनेटमै सकाइदियो 1 मिनेटमै भोकाएको रहेछ केटाहरू हो केटाहरूले त के स्टार्टरहरू त 5 मिनेटमै सकाइदियो त सकिसक्यो यहाँ के अरे दिपक थाल पनि खाइदियो ढुङ्गा बराबरै हो त्यो लास्ट स्टार्टर ल केटा हो यो पनि अब केटाले 60 सेकेन्डमै सेकाइन्छ अलिक डिफ्रेन्ट टाइपको है डिफ्रेन्ट टाइपको अलिक युजल भन्दा डिफ्रेन्ट टाइपको छ है साधेको सुकुटी रे क्या अलिक युजल सुकुटी भन्दा चाहिँ डिफ्रेन्ट छ होइन यो नि अब फिनिस हालिदिन्छ है यो चाहिँ अलिक हल्का होइन पुग्सेको भयो मोमो आयो ल चिकन मोमो डिगिन है त ल डिगिन है त ल डिगिन ल चिकन मोमो पनि अब मिठो छ अलिक डिफ्रेन्ट खालको टेस्ट छ क्या अलिकति उतातिरको भन्दा क्या केटाहरू त नर्मल मोमो पनि सक्यो अब झोल मोमो दिपक ल झोल मोमो हान्दैन डिगिन त पारि हान्दैन डिगिन एक हान्दैन कस्तो छ झोल मोमो तातो छ छौके झोल मोमो कस्तो छ चाख्नु लागेको म चाख्यो ल मिठो छ रिभ्यू Veggie fries for vegan. केटाहरूले मजाले खाइरहेछ है यहाँ नेपाली रेस्टुरेन्ट यहाँ रित्त पार्टी लगाइसक्यो केटाहरूले खाएर मोमोको सुप खतरा भयो मोमोको सुप खतरा भयो होल बोलले खाइदिँदै हो ल खाइदे एक सिप हान्दै ल सही हो नाइस केटाहरूको नेक्स्ट चाहिँ अब चिकन बिरयानी यो पनि सकिनलाई चिकन बिरयानी थाली पनि छ यहाँ केटाहरूले डढो मन्ची जाँदैछ है तिमी देखाउन सक्दैन र रियल म्यान भने ल केटाले जे सब सक्छ है आज 11वटा मेन केटाले सब यहाँ खाली पारेछ है ल हड्डी ल अब चाहिँ हामीले होइन टक्क डिनर सिनर खायो नेपालीमा होइन चुलो रेस्टुरेन्ट भन्नेमा अनि अहिले चाहिँ यहाँ फुन्चोलको नाइट लाइफ स्टार्ट भएको छ होइन अलिकति डिफ्रेन्ट भाइब्स दिने रहेछ यता अहिले चाहिँ अलिक क्वाइट छ स्टिल फ्राइडे नाइट फुन्चोलमा तर मजाले लाइटहरू हुँदो रहेछ होइन यता चाहिँ यो सपिङ सेन्टरहरू हो यताउता सबै सेन्टरै भनौँ न फुन्चोलको जस रमाइलो छ चिल छ फुन्चोल मलाई चाहिँ अहिलेसम्म मदिरा राम्रो लागेको छ होइन अब हेरौँ के हुन्छ अब चाहिँ घर गएर हाम्रो स्विमिङ खेल्ने त्यस्तो गर्ने प्लान छ चिल गर्ने अनि त्यसपछि भोलि चाहिँ मेबी विल गो हाइकिङ होइन लेट्स सी है त ल यो चाहिँ चट्ट हाम्रो फ्ल्याटदेखि अपार्टमेन्टदेखि नाइट भ्यू फुन्चोल सिटीको
है खतरा देखेछ यहाँहरुको सँगै छैन स्टिल नाइट सही हो केटालाई चिसो भएको छैन तातो भएको केटालाई चिसो भएको छैन गर्मी भइरहेछ सही हो ल फेरि अर्को ल सँगै ल छिटो केटाहरूले चाहिँ भनिहाल्नु ल आयो खोइ त खुट्टामा आयो त Now to end the night, let's first night in Madeira, Portugal. Ready? Everyone, 3, 2, 1, and swim! Nice! Sayo! Sayo, get out!